तीनजना त नाजुक अवस्थामा छ। 2 करोड 60 लाख भनेको सानोतिनो कुरो होइन। अब यो चाहिँ सिभिल सहकारी, उहाँ चाहिँ एउटा चाहिँ सांसदै हुनुहुँदो रहेछ। यसरी फसाउनु भयो कि हाम्रो आर्यन बाबुको भाषणमा म रोएको पनि थिएँ क्या, त्यसरी हामी फसेँ। अब के भन्ने, मैले अब संसारमा कहीँबाट पनि न्याय पाइनँ। पक्कै पनि यो चलचित्रबाट चाहिँ हाम्रा 10,000 पीडितहरूले चाहिँ न्याय पाउनेछ र उहाँहरूले हजारौं हजार 10,000 भन्दा नि बढी छ। एउटा पत्रकार भाइको त ज्यानै जोखिममा छ। अब सधैँ नै मलाई बोलाउँछ आन्दोलनमा, म ऊ पनि बसिसकेँ, अनसन पनि बसिसकेँ। तर आन्दोलनमा म 75 वर्ष भइसकेँ, देखिहाल्नुभयो पुलिसहरूले लाठीचार्ज गर्छन्, अब ग्यास टिप चलाउँछन्। मेरो पनि परिवार छ, मसँगका मेरो पछाडिका एकल महिला बहिनीहरूलाई, मेरो दिदीहरूलाई। एउटा नायिका दिदी चैती देवी सिंह बिचरा 60 लाख परेको छ, उहाँको कस्तो स्थिति छ। मैले हजुर सबै पत्रकार भाइहरू अगाडि भनिसकेँ कि यति म दुःख पीडामा छु। म राति पनि म त्यही सुत्दिनँ क्या। 3 जनाको त नाजुक अवस्था छ। एउटाको त श्रीमान शनिबार अमेरिकाबाट आइपुग्ने, बिहिबारै बित्यो है, एकल महिला मेरी बहिनी। त्यो अवस्थामा पनि म रुन गएँ, प्लिज है यति गरिदेऊ। 3 जनालाई पर हामीलाई अहिले नदिने भन्दाखेरि पनि उहाँले सुनेन। र मैले भन्छ राष्ट्रको ठुलो ठुलो व्यक्तिकोमा कोठामा धाउँदा है भुषालजी, तपाईँ जस्तो व्यक्ति त पनि यसरी चाहिँ सहकारी पैसा राख्ने भन्यो। म त जवाफ दिन त म पनि च्याम्पियनै छु। तपाईँले लाइसेन्स दिएपछि ड्राइभरले त गाडी चलाइहाल्छ नि। लाइसेन्स दिएपछि मैले खोल्दैन, हामीले त 2 पैसा होला भनेर लागि परेको भने। अब यसमा चाहिँ ठुल्ठुलै व्यक्तित्वहरू लागि परेको छ। अवश्य पनि यो चलचित्रले हाम्रो प्रोड्युसर साहब, ड्याड साहब, हजुरको सपना साकार हुन्छ। हजुरहरूले त्यो ठुलो धर्म गर्नु भएको छ। कुनै ठुलो रोमान्स दिएर नाच गीत राखेर उहाँले पैसा उठाउनु खोज्नु भएको छैन। यो चाहिँ राष्ट्रमा बसेका जनताहरू, पीडित यो चाहिँ सहकारी पीडितहरूको आत्माले यहाँलाई आशीर्वाद दिन्छ। र पत्रकार भाइ बहिनीहरू, बाबुहरू सबैजना मेरो छोराछोरी जस्तो छ। हामी धेरै ठाउँमा रोयौँ बाबु, धेरै ठाउँमा रोयौँ। यो उमेरमा अनसन पनि बसेँ, मलाई आँसु पनि मलाई गाह्रो भएको छ। यो चलचित्र पनि बन्दो रहेछ। मैले उहाँलाई भगवानको रूपमा हेरेको छु। म कहाँ मात्रै गइनँ, कहाँ मात्रै ढोका ढक्टकेर बिहान खाइ नखाइ कतिवटा फिल्म छोडेँ, कति बिरामी। म बिरामी पनि छु। वास्तवमा मेरो त्यति ठाएर थिएन क्या। अनि त्यो पिरले निद्रै लाग्दैन मलाई। कतै मैले पैसा राख्थेँ, व्यक्तिहरू बितिहाल्यो भने त मलाई त कति पाप लाग्छ। मैले जीवनमा 60 वर्ष फिल्ममा खेलेको मेरो नाम पनि नष्ट हुन्छ, म नर्कमा जान्छ जस्तो लाग्छ। र हजुरहरूको फिल्मले गर्दाखेरि सम्पूर्ण सहकारीहरूले चाहिँ न्याय पाओस्। हजुरहरूलाई मेरो हृदयदेखि आशीर्वाद र धन्यवाद दिन्छु।